युरोपका नेताहरूले युक्रेनलाई सघाउन अनि युद्ध अन्त्यका लागि रुसमाथि दबाव बढाउने महत्त्वपूर्ण घडी अहिले नै भएको बताएका छन्। गत साता अमेरिकी अधिकारीहरू एवं युक्रेनी वार्ताकारहरूको छलफल पश्चात संशोधित शान्ति योजनाको मस्यौदाबारे कुराकानी गर्न सोमबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लन्डनमा युकेका प्रधानमन्त्री कियर स्टारमर, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रों तथा जर्मन चान्सेलर फ्रेडरिक मर्जसँग भेटघाट गरे। कियवमाथि रुससँग चाँडो सम्झौता गरिहाल्न भनेर अमेरिकाले दबाव दिँदै गर्दा युरोपेली नेताहरूले युक्रेनका लागि सुरक्षा ग्यारेन्टी हासिल गर्न अझ थप काम गर्न बाँकी रहेको प्रतिक्रिया दिएका छन्। नेटोका अधिकारीहरूसँग भेट्न लन्डनबाट ब्रुसेल्स पुगेका जेलेन्स्कीले युक्रेनले थप संशोधित मस्यौदामाथि मंगलबार अमेरिकासँग छलफल गर्ने बताए। अमेरिकाको नयाँ दीर्घकालीन सुरक्षा रणनीतिप्रति रुस किन खुसी? युद्ध अन्त्य गराउने अनि युक्रेन रुस शान्ति सहमति गराउने प्रयासमा संलग्न वार्ताकारहरू को हुन्? कहाँ परेको छ गाँठो? गत साता युक्रेनी अधिकारीहरूले फ्लोरिडामा लगातार 3 दिनसम्म अमेरिकी अधिकारीहरूसँग वाशिंगटनद्वारा प्रस्तावित शान्ति योजनामा फेरबदल गराउन प्रयास गरेका थिए। अमेरिकाले आरम्भमा प्रस्ताव गरेको योजना रुसतर्फ बढ्ता ढल्किएको ठानिएको थियो। सोमबार लन्डन बैठक पश्चात पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले नोभेम्बरमा प्रस्तावित प्रारम्भिक मस्यौदाबाट युक्रेन विरोधी बुँदाहरू निश्चित रूपमा हटाइएको बताएका थिए। तर अझै पनि भूत्याग हस्तान्तरणबारे चिन्ताहरू बाँकी रहेको र उक्त विषयमा सहमति भइ नसकेको उनले बताए।